नमस्कार। आज 2083 वैशाख 16 गते बुधबार। मौसम विश्लेषण। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल मौसमको अवस्था। हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज 2083 वैशाख 16 गते बुधबार। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ, असिना सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी मिति 2083 वैशाख 16 गते बुधबार। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर, काठमाडौँ। फोन 1155 1014 1113 19 1014 113345।